नमस्ते सबैजनाहरूलाई हजुरहरूलाई मेरो नयाँ युट्युब ब्लगमा स्वागत छ। यो चाहिँ पूजा ब्लग हो। जुन दिन चाहिँ हाम्रो मामा घरमा पूजा थियो र हामी दिदी भाइ बहिनी मिलेर मामा घर जाँदै थियौँ। पानी परेकाले होला मौसम पनि एकदमै राम्रो देखिरहेको थियो। मम्मी ड्याडी र बहिनी चाहिँ मामा घर बिहानै गइसक्नु भएको थियो अनि हामी तीनजना चाहिँ बाँकी थियौँ। हामी तीनजना चाहिँ पछिबाट सफारी बोलाएर गएका थियौँ। रातभरि पानी परेर होला जङ्गलहरू पनि कस्तो हरियो देखिएको थियो कि मजाको हेर्दै मजा लाग्ने। अझ बिहानको वेदर एकदमै राम्रो कि। अनि म चाहिँ मामा घर पुगी पनि सकेको थिएँ र यता काटकुट हुँदै रहेछ र म यता सघिरहेको छु। अनि मैले मोबाइलको जिम्मा चाहिँ भाइलाई दिएर भिडियो रेकर्ड गर्न लगाइरहेको थिएँ। मलाई चाहिँ भिडियो फोटो खिच्न लिन एकदमै रहर लाग्छ कि। अनि मैले चाहिँ अब भिडियोहरू पनि बनाउन थाल्छु भनेर बनाउन थालेको हो। यो चाहिँ यसरी अनलाइन पोस्टहरू गर्दाखेरि कुनै पनि एपहरूमा लङ टर्मको लागि रहने कि। अनि जहिले मन लाग्यो तहिले हेर्न पनि मिल्ने होइन। अनि त्यस पछाडि त्यो बेलाको मेमोरी पनि रिकल हुने कि। गाउँघरको पूजा पाठहरू फाल्टै रमाइलो हुन्छ। हेर्नुहोस् न, सबैजना छिमेकीहरू आएर सघाउनुहुन्छ र काम पनि छिटो हुन्छ र मजा पनि आउँछ कि। सबैजना कति पछि त्यसरी भेटिन्छ नि त पूजापाठ गर्दाखेरि मात्र। अनि कुराहरू पनि कति धेरै आउँछ। सहरतिर चाहिँ अब क्याटरिनहरू बोलाएर गरिन्छ नि त नर्मली, नत्र अब आफ्नै घरको परिवार मात्र बोलाएर गरिन्छ। तर यसरी पूजा गर्दा नि फाल्टै रमाइलो हुन्छ। काम कतिखेर सकिन्छ थाहा पनि हुँदैन। सबैजना सघाउन आउनुहुन्छ। अनि हामी चाहिँ जन्मेर हुर्केको ठाउँ नै यहीँनेरि हो कि। हाम्रो चाहिँ घर पनि यहीँ थियो, मामा घर पनि यहीँनेरि थियो कि। पहिले केटाकेटीमा चाहिँ कस्तो नरमाइलो लाग्थ्यो मामा घर नजिक भयो भनेर होइन। अनि पछि ठुलो भएर बुझ्यो कि मामा घर नजिक हुनुको कारण भनेको चाहिँ यो रहेछ भनेर। जति बुढेसकालले छुँदै गयो त्यति नै आफ्नो सन्तानहरू वरिपरि भइदियोस् भन्ने हुँदो रहेछ। आफूले जसरी सक्नुहुन्छ जति सक्नुहुन्छ आफ्नो बुढा भएका आमा बुबाहरूलाई माया गरिदिनु होला र नजिक बसिदिनु होला। अब चाहिँ ब्याक टु ब्लग है त। भिडियो बनाएको देखेर होला सबैजनाले के को लागि भिडियो बनाएको भनेर सोधिराख्नु भएको थियो। अनि मैले यो चाहिँ मेरो ब्लग हो भनेर भनिरहेको थिएँ। सो अनि यहाँ चाहिँ आमा पूजा गर्न बसिराख्नु भएको छ र के सामान चाहिएको छ ड्याडीले यता छ उता छ भनेर देखाइराख्नु भएको छ। उहाँ हुनुहुन्छ मेरी प्यारी आमा, मामा घरको आमा। हुन त मामा घरको आमालाई चाहिँ हजुरआमा भन्छन् रे, तर हामी चाहिँ पहिलेदेखि नै आमा भन्छौँ कि। मम्मी बाबाहरूले आमा भनेको सुनेर आमा नै भन्छौँ कि। आमा चाहिँ यहाँनिर सकि नसकी पूजा गरिराख्नु भएको छ। आमा चाहिँ दमको बिमारी हुनुहुन्छ कि। अनि गाह्रो हुन्छ उहाँलाई, फ्याफ्या भइहाल्नुहुन्छ एकैछिनमा। र पनि यहाँनिर पूजा गर्न बसिराख्नु भएको छ। आमाको छेउमा बस्ने चाहिँ हाम्रो मामा हुनुहुन्छ। मामा पनि पूजा गर्न बसिराख्नु भएको छ। आमा र मामा मिलेर पूजा गरिराख्नु भएको छ। कस्तो मिलेको कि आमा र मामा। अनि म चाहिँ बिचमा बोलाउँदै हाई गर्नु न यहाँनिर भनिरहेको थिएँ कि। अनि हेर्दै हुनुहुन्थ्यो मलाई। अनि उहाँ गुरुलाई त हजुरहरूले चिन्नु नै हुन्छ होला। हाम्रो घरको पूजामा पनि उहाँ नै हुनुहुन्थ्यो। एकदमै रमाइलो गुरु के उहाँ पनि फेरि। अनि यता चाहिँ हजुरआमाहरू मिलेर माला उनिराख्नु भएको छ र मलाई यहाँनिर ल तिमीलाई भन्दै जिस्काइराख्नु पनि भएको छ कि। गाउँघरको रमाइलो भनेकै यही हो कि। कस्तो मजा हुन्छ कि। यता चाहिँ फेरि अनि सब्जीहरू काट्ने कार्यक्रम भइरहेको छ। हाम्रो हजुरआमा बसेर काटिराख्नु भएको छ। अनि यता चाहिँ सेलरोटी पाकिरहेको छ। हाम्रो माइजू र ठुलो मम्मीहरू मिलेर यहाँनिर सेलरोटी पकाइराख्नु भएको छ। पूजापाठको सेलरोटी तरकारीहरू फाल्टै मिठो हुने कि है। अब बिहानदेखि भोके बसेर पनि मिठो भएको होला है। तर एकदमै मिठो हुने कि कार्यहरूको यस्तो प्रसादहरू चाहिँ। कस्तो आइरहेको छ मेरो फोटो भन्दै यहाँनिर हेर्दै भिडियो बनाउन लगाइराख्नु भएको थियो कि मलाई चाहिँ ठुलो मम्मीले। अनि माइजूले पनि यहाँ देखाउनु हुँदै थियो। अझ माइजूले त मलाई जिस्काइराख्नु भएको थियो सजु भान्जीको बिहे कहिले खान पाइन्छ भनेर। अनि म चाहिँ लजाउँदै भिडियो बनाइरहेको थिएँ हाँस्दै। अनि यता चाहिँ ड्याडीहरूको टोली, ड्याडी हजुरबुवा र ठुलो बुवाहरू यता कुरा गर्दै हुनुहुन्छ। हाम्रो ड्याडीले चाहिँ गफ गर्न पाउनुभयो भने फेरि कसैलाई नि छोड्नु हुँदैन। तर रमाइलो पनि हुन्छ ड्याडीहरूको गफ सुन्नलाई। फाल्टै गफ हुन्छ नि त उहाँहरूको।
अनि यता हुनुहुन्छ हाम्रो भाइ जो मेरो क्यामराम्यान हुनुहुन्छ, अहिले चाहिँ रेस्ट गरिराख्नु भएको रहेछ उहाँले। अनि हाम्रो आशा आन्टीले चाहिँ यहाँ हाई भनिराख्नु भएको छ, एकदमै राम्ररी देखिराख्नु भएको थियो। मम्मी हाई गरिदिनु न यहाँनिर विदेशमा हुनेलाई। हाई। त्यसलाई मिस यु भन्न चाहनुहुन्छ कि गङ्गालाई भन्न चाहनुहुन्छ, कसलाई कसलाई भन्न चाहनुहुन्छ? दुईटैलाई, दिदीलाई पनि मिस यु, छोरीलाई पनि मिस यु भन्न चाहन्छु। यो भिडियो हेरेर चाहिँ आन्टी र गङ्गा चाहिँ नरुनु होला है। वी मिस यु गाइज। हामी नअन्यता भएका अस्ति नै गऱ्यो बिहेदेखि ऊ धमालाको अहिले त छानी छानी लिने भनेको घन्टीहरूको हाम्रो लिनु पर्दैन, हाम्रो त नलिने, हामी हारेको मान्छेहरू बोलाउनु पर्यो नि त। बाबाको चुनावको यसपालिको चुनावको नतिजाको बारेमा तपाईँलाई कस्तो लाग्छ भनेर एकचोटि बाबासँग ल्याउ। केमा लिनु इन्टरभ्यू भन्दै चाहिँ हामी चुनावमा लडिन्न। तपाईँ धेरै बिजी हुनुभएको थियो अरे चुनावमा, अनि के भन्नुहुन्छ अरे? तपाईँको पार्टीको मान्छे कहाँ पुग्यो अरे? म त के भन्छु र, चुनावमा त प्रत्यक्षमा अब राम्रै एउटा मान्छे डरै थर्काउने आएकै छ। चुनावमा त म के भन्छु र, राप्रपाको अहिले हाम्रो बाराक्षेत्र नगरपालिका 5 मा राम्रो मत आएको। यस्तो महामारीमा पनि एकदम राम्रो 184 भोट आएको थियो, धेरै राम्रो आएको। त्यसमा चाहिँ अब सबै पार्टी पङ्क्तिमा बाँडिँदाखेरि लगभग भोट चाहिँ राम्रै खसेको हो। त्यस कारणले गर्दाखेरि अहिले सुनसरी जिल्लाको उत्कृष्ट मत खसेको भनेको बाराक्षेत्र नगरपालिका 5 मै खसेको हो। भर्खर चुनाव सकिएको थियो अनि मैले चाहिँ ड्याडीसँग इन्टरभ्यू लिएको थिएँ त्यसकै बारेमा, हजुरहरूले सुनिहाल्नुभयो होला। अनि यहाँनिर फ्याउरीले चाहिँ हाई गरेर गइसकेकी चाहिँ, अनि म चाहिँ यहाँनिर आन्टीलाई जिस्काइरहेको थिएँ, आन्टी आजकल त खुब टिकटक बनाउनुहुन्छ है भनेर। अनि आन्टी चाहिँ बनाउँछु अलिअलि, आफू त जान्दिनँ, छोरीहरूले बनाइदिन्छन् भन्दै भनिराख्नु भएको थियो कि। बाइ द वे गाइस, उहाँ चाहिँ हाम्रो प्यारी आन्टी हुनुहुन्छ, हाम्रो छिमेकी आन्टी, जसले हामीलाई एकदमै माया गर्नुहुन्थ्यो सानो बेलामा, अहिले पनि माया गर्नुहुन्छ। यता चाहिँ अचार बनाउने कार्यक्रम भइरहेको छ र आन्टीहरू मिलेर अचारको लागि तयारी गर्दै हुनुहुन्छ। आलु तासिराख्नु भएको छ गफ गर्दै। मजा नै यसमै छ कि गफ गर्दै काम गर्नमा है। बुढाहरूको चाहिँ कामै यही हो कि चकचक मात्र गर्ने, अनि यता चकचक गरिरहेका छन् र मम्मीले गाली गर्नु हुँदैछ। मलाई त कस्तो गाह्रो लाग्छ यति धेरै मैदा मुस्नलाई। अनि यता भाउजूलाई भनेर गर्न लगाइरहेको छु, अनि भाउजू चाहिँ गरिराख्नु भएको छ, गफ गर्दै गरिराख्नु भएको छ कि। अनि यता चाहिँ हाम्रो बोजू हुनुहुन्छ, बोजू चाहिँ यताउति हिँडिराख्नु भएको छ र मेरो कान्छे बहिनीले चाहिँ काम कस्तो भयो भन्दै माथिबाट हेरिरहेको छ। अनि यहाँनिर चाहिँ दिदीको छोरी आई चाहिँ अनि नमस्ते गर्न लगाएको, मलाई नमस्ते गरिरहेको छ कि। साँच्ची म त आन्टी पनि हो कि, मेरो त छोरीहरू पनि छन्, दिदीहरूले छिटो नानी जन्माएर म त आन्टी पनि भइसकेको छु कि। अनि म चाहिँ यहाँनिर नक्कल पार्दै बेल्ना चक्ना लिनलाई दिदीकोमा गइरहेको छु। गाउँघरमा चाहिँ रमाइलो भनेकै यस्तै कुरामा हुन्छ कि यो छैन त्यो छैन दिनु न भन्दै यताउति जान पाइन्छ कि। सहर बजारमा भए दिन्नन्, गाउँमा त कति रमाइलो हुन्छ, अझ निकालेर आफै लिएर जा पनि भन्नुहुन्छ कि। तर त्यस्तो गर्नु हुँदैन, मागेर लिएर जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ दिदीहरूले लसुन केलाइराख्नु भएको रहेछ। अनि हामीले चाहिँ बेल्ना चक्ना पाएर जाँदैछौँ मामालातिर लिएर, किनकि अब पुरी बेल्ने बेला भयो अरे। अनि धेरैवटा बेल्ना चक्ना चाहिन्छ अरे, घरमा भएको एउटाले पुगेन अरे। अनि हामीले मागेर लिएर आएर यता बेल्ना चक्ना रेडी गर्दैछौँ। अनि यहाँनिर चाहिँ कोही रोटी बेल्दै हुनुहुन्छ, कोही चिया खानु हुँदैछ। अनि ड्याडीले चाहिँ यहाँनिर होम गर्नको लागि त्यो के भन्छ दाउरा रेडी पार्दै हुनुहुन्छ। त्यो रेडी पारेर सानो सानो दाउरा राखेर होम गर्नुपर्ने हुन्छ नि त, त्यही भएर अब चाहिँ यहाँ चिया सिया खाएर टन्न पुरी बेल्नलाई रेडी हुनु हुँदैछ सबैजनाहरू। ड्याडी चाहिँ अनि त्यही चोइटा बनाउने कार्यक्रममा लागि परिराख्नु भएको छ। यता चाहिँ ठुलो बुवाहरू मिलेर पुरी तार्दै हुनुहुन्छ। अनि दुवैजना यता हेरिदिनु न भन्दै मैले यहाँ जिस्काइरहेको थिएँ, किनकि भिडियो गर्नु पर्यो नि त, मेमोरीको लागि होइन त। अनि त्यस पछाडि फेरि भाइलाई कसले अराएछ यहाँनिर दाउरा पुगेन भनेर, अनि भाइले चाहिँ गरिरहेको थियो। अनि यता पूजा पनि भइरहेको थियो र गुरुले यस्तो यस्तो गर्नु भन्दै सिकाइराख्नु भएको थियो र आमा र मामाले सेम गरिराख्नु भएको थियो र सुवा गरिराख्नु भएको थियो। हेर्नुहोस् है,
ओहो सुहाइसकेछ गाइज। एनिवे अनि यता चाहिँ फाल्टै रमाइलो भइरहेको छ, सबै हल्ला गर्दै पुरी बेल्दै हुनुहुन्छ। मैले यो दिन पुरी बेल्दाखेरि 2 चोटि तेल घोप्टाइदिएको थिएँ कि आइएम सो क्लम्जी गाइज, सो सरी फर द्याट होइन। कसरी हेरिराख्नु भएको थियो क्या, अनि त्यहाँको 2-3वटा आन्टीहरूले चिन्नु हुँदैन नि त, पछि बिहा गरेर आउनुभएको रहेछ, बसाइ सरेर आउनुभएको रहेछ। अब हामी सानो हुँदा हुनु न थियो, कसरी हेर्नु भयो क्या, मलाई क्या डर लागिरहेको थियो। हुन त आफ्नै मामालाई थियो त्यही पनि के, अनि फेरि कसैले त्यसरी हेरिँदा आफै डराउने के सातो जाने। अनि यता चाहिँ हाम्रो आमाको लागि सरप्राइज गिफ्ट र केक पनि आइसकेको छ, अल द वे फ्रम साइप्रस। यो सरप्राइज चाहिँ आन्टीबाट थियो कि, आमाको कान्छी छोरीबाट। आन्टी चाहिँ अहिले साइप्रसमा हुनुहुन्छ, अनि मम्मीले चाहिँ यता आमालाई बोलाएर ल्याइराख्नु भएको छ, यता आउनु त के आइरहेको छ भनेर। अनि आमालाई चाहिँ यसको बारेमा आइडियै थिएन कि आन्टीले सरप्राइज पठाइदिनु भएको छ भनेर। हामीले चाहिँ आमालाई नभनिकन यो प्लान गरेको थियौँ। आमा कसले पठाइदिएछ? छोरीले तपाईँलाई पठाइदिनु भएको। कान्छी छोरी तपाईँलाई पठाइदिनु भएको छ होइन। ल मेन चाहिँ यता छ है। के छ आमा तँ? आमा कसले गुलाब ल्याइदिएछ? सानो मम्मीहरू सानो। ल त आमा भन्नुहोस् त, छोरीले के भन्नुहुन्छ? तपाईँ खुसी हुनुहुन्छ कि खुसी हुन्न? धेरै खुसी हुनुहुन्छ। छोरी कहाँ बाहिर हुनुहुन्छ? ए उहाँहरूले चाहिँ तपाईँलाई पठाइदिनु भएको होइन, जन्मदिनको गएर आमालाई भनेर तपाईँलाई पठाइदिनु भएको छ होइन। एउटै छोरी तपाईँको? एउटै छोरी, 3टा छोरी हो। ए 3टा छोरी। उहाँ चाहिँ कान्छी हुनुहुँदो रहेछ होइन? नातिनी चाहिँ बाहिर छ। ए ल हुन्छ। ल तपाईँ अब ल के भन्नु त छोरीलाई, म पठाइदिन्छु भिडियो। कान्छी छोरीलाई राम्रो होस् भन्नु ल, सम्झेर मलाई माया गरे कि भन्नु न। हजुर अब के गर्नु? हस् हुन्छ ल। मेरी आमा म परदेशी कान्छी छोरी। आमा तपाईँको मलाई यस धरतीमा ल्याउँदा कति दुःख कष्ट झेल्नु भयो, त्यसको लागि मेरो आमालाई धन्यवाद अनि माया। आमा म परदेशमा छु, तपाईँको जन्मदिनमा साथ हुन सकिनँ। आमा साथमा नभए पनि आमा भिनाजु दाई सबैसँग जन्मदिन मनाउनुहोला। आमा जन्मदिनको धेरै धेरै शुभकामना र मेरो आयु पनि तपाईँलाई आमा। ह्याप्पी बर्थडे आमा, मिस यु अलवेज। छोरी तपाईँको अभागी कान्छी छोरी। सरप्राइज दिएर खुसी हुनुहुन्छ होला भनेर सोचेको, तर यो सरप्राइज मुमेन्ट चाहिँ इमोसनल मुमेन्टमा कन्भर्ट भयो कि सबैजना कस्तो इमोसनल हुनुभएको थियो। अनि आमा पनि एकदमै इमोसनल भइराख्नु भएको थियो कि आमा रोएको देखेर हो कि आन्टीको माया देखेर हो, म पनि कस्तो इमोसनल भइरहेको थिएँ कि यता चाहिँ। अनि मम्मी पनि इमोसनल भएर रोइराख्नु भएको थियो कि आमालाई हेर्दै, अनि कस्तो म पनि सहनै नसकिकन रोइरहेको थिएँ कि म चाहिँ कसैले देख्छ कि भन्दै आँसु पुसिरहेको थिएँ कि पछाडिबाट। अनि यता चाहिँ भिडियो कलमा आमाले आन्टीलाई थ्याङ्क यू भनिराख्नु भएको छ कि रुँदै। यो देखेर झन् कस्तो इमोसनल भइरहेको थिएँ कि म चाहिँ। अनि म चाहिँ पुरै भिडियो रेकर्ड गरिरहेको थिएँ। यो दुःखको आँसु चाहिँ होइन, यो चाहिँ खुसीको आँसु हो कि खुसीलाई सम्हाल्न नसकेर रुएको हो कि यो भनेको चाहिँ। अनि आमा चाहिँ यता रुँदै फोन राखिराख्नु भएको छ कि उता पूजामा जानलाई ढिलो भयो भनेर। अनि यस्तै गर्दा गर्दै यता पाती चढाउने बेला पनि भयो र बाहुन बाजेले सबैजनालाई बोलाइराख्नु भएको छ पाती चढाउने मान्छेहरूलाई। अनि यहाँनिर चाहिँ सबैजना वरिपरि भेला भएर पाती चढाउन रेडी भइराख्नु भएको छ।
यता चाहिँ आरती गर्ने बेला पनि भयो र आरती पनि हुँदैछ। आमाले चाहिँ एक राउन्ड भए पनि लगाउनुपर्छ भनेर यता हामी सबैजना घर घुमिरहेको छौँ वरिपरि। पानी पर्न लागेको भएर होला कस्तो चिसो भइरहेको थियो कि यो दिन त। फेरि अघिल्लो दिन रातभरि पानी परेको हो क्या, यो दिन त अलिकति उग्रे जस्तो मात्र भएको थियो। हामीलाई चाहिँ कस्तो डर लागिरहेको थियो कि पूजा गर्दा गर्दै पानी पर्छ भनेर। तर यो दिन त्यस्तै भयो कि हामीले ठ्याक्क पूजा पनि सक्यो अनि पानी पनि कत्रो पर्यो कि पूजा सकिएर होला आनन्द भएको थियो पानी पर्दाखेरि पनि। यता हामी चाहिँ राउन्ड लगाउन भर्खर पस्दै थियौँ, उता मम्मी त एक राउन्ड लगाएर निक्लिसक्नु भएको थियो। अनि हामीले चाहिँ एकदमै छिटो छिटो गरिरहेको थियौँ कि पानी कत्रो पर्न लागिरहेको थियो। फेरि पानी पऱ्यो भने कस्तो झ्याउ हुन्छ भनेर पूजा सक्नतिर लागिरहेको थियौँ कि अनि एक राउन्ड लाउने मात्र भएको थियो। अनि एक राउन्ड पनि लागेर सक्यो अनि हाम्रो पूजा पनि सकिनै लागिसकेको थियो। अब पाती चढाइसकेपछि चाहिँ अलमोस्ट पूजा सकिन्छ कि अनि हाम्रो चाहिँ पूजा सकिनै लागिसकेको थियो। अनि पूजा सकिसकेपछि टिकाहरू लगाउनु पर्छ नि त, अनि टिकाहरू लगाउने कार्यक्रम भइरहेको थियो। अनि हामीले चाहिँ आरतीहरू पनि लिइरहेको थियौँ कि यहाँनिर पालै पिलो सबैजना बसेर रक्खे हुन्छ नि त, त्यो त लिनै पर्ने हुन्छ पूजा गरिसकेपछि। अनि हामी चाहिँ त्यतिर लिन लागिरहेको थियौँ सबैजना लाइन बसेर। सुरुमा भगवानलाई अनि त्यस पछाडि आफूलाई आरती लिइरहेको थिएँ। सबैजनाले लिइसक्नु भएको थियो अनि मेरो पालो आएर म लिँदै थिएँ आरती। त्यस पछाडि भाइले लियो अनि मायाले पनि लिएर सबैजनालाई आरती दिइराखी चाहिँ यता। सो यता चाहिँ द वान एन्ड अन्ली माई बेस्ट फ्रेन्डको इन्ट्री भइसकेको छ। मामालाई नमस्ते गर्दै आइसक्नु भएको छ। उहाँ चाहिँ पूजा सकिसकेपछि मामा घरमा पूजा खानलाई अनि मम्मी र मामा चाहिँ यता पोज दिइराख्नु भएको छ। अनि यता आमा र आमाको बहिनी हो, उहाँहरू चाहिँ दिदी बहिनी हुनुहुन्छ। हाम्रो आमा चाहिँ दिदी हो अनि उता बोजे चाहिँ बहिनी हो आमाको। अनि दुईजनालाई म जिस्काइराखेको थिएँ एकअर्कालाई पपी गर्नु भन्दै। बोजे चाहिँ यहाँनिर यता हेर्नु भन्दै सिकाइराख्नु भएको थियो कि आमालाई। आमा चाहिँ उतापट्टि फोटो खिचिराख्नु भएको थियो कि। अनि यता आमाको बर्थडे केक काट्ने बेला आइसकेको थियो। म चाहिँ आमाको छेउमा बसिरहेको थिएँ कि म र बहिनीको तर्फबाट आमालाई सानो बर्थडे गिफ्ट थियो अनि आमालाई दिने भनेर म छेउमा बसिरहेको थिएँ र मैले के दिँदैछु हेर्नुहोस् है त। यो चाहिँ अनुजा र मेरो तर्फबाट आमालाई होइन, गङ्गा र मेरो तर्फबाट स्पेसल आमालाई। सुनको त लाउन सकिँदैन, चाँदीको लगाइदिएको। तर मम्मीले गर्दा अलिकति सानो भएछ आमालाई। सबैलाई भयो। धन्यवाद माइली नातिनीलाई। गोपाललाई नातिनी हो, धन्यवाद। अब माइली नातिनीलाई सम्झेको छु भन्दै माइली नातिनीलाई धन्यवाद भन्नु। ब्याकग्राउन्डमा बढी हल्ला भएर हजुरहरूले सुन्नु भएन होला। आमाले चाहिँ यता धन्यवाद भनिराख्नु भएको छ। बिहानदेखि भिडियो बनाएर होला मैले त बेलुका खाएको बाँडेको त भिडियो रेकर्ड गर्नै बिर्सेछु। अनि लास्टमा चाहिँ लिम्बुनी हजुरआमा आउनुभएको थियो र उहाँले यत्रो बुलाकी लाएर कसरी खानुहुन्छ भनेर मैले चाहिँ भिडियो रेकर्ड गरिरहेको थिएँ र उहाँले चाहिँ खाएर देखाइराख्नु भएको थियो कि यसरी खान्छु म भनेर। यसरी नै रमाइलो गर्दा गर्दै आजको दिन पनि सकिएको थियो र हामी घर फर्किँदै थियौँ। हामी सबै सिब्लिङ्सहरू मिलेर सफारीमा चढेर। बहिनी चाहिँ मम्मी ड्याडीहरूसँग स्कुटीमा आउन पाइन भनेर स्याड भइरहेको थियो र जबरजस्ती यसलाई बाई भन भनेर भनिरहेको थियो अनि बाई भन्दै थियो बहिनीले। सो यसै गरेर हाम्रो आजको दिन पनि सकिएको थियो। ओके गाइस, थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू सुन।